गाइज आज चाहिँ हामी कहाँ जान लाग्यो रे सुप्पामा जान लाग्को छौँ हामी चाहिँ आज यासमी हो नि त हाम्रो दुईजनाकै होइन स्याटरडे आज अनि हाम्रो सामानहरू किन्नु थियो अलिअलि त्यही सामानहरू किन्नको लागि हामी चाहिँ सुप्पामा जाँदैछौँ त्यहाँ गएर हामीले के किन्छौँ भरे हाम्रो रुममा के लिएर आउँछौँ त्यो सबै देखाउनु हामी चाहिँ यो भित्रको बाटो हो नि त यो के भन्छ गोरेटो बाटो होइन सर्टकट बाटो के भन्छ नि यही बाटो भएर हामी गोमी सुप्पा जाँदैछौँ उताबाट पनि पुग्छ के मेन रोडबाट पनि तर हामी चाहिँ भित्रकै बाटो हिँड्दै जान लाग्छौँ जापानको भित्रतिरको घरहरू चाहिँ यस्तो छ है साथीहरू हेर्नु त है हामी जाने बाटोमा त यस्तो राम्रो बुट्टा भएको के मन्दिर स्टाइलको घर भन्ने के भन्ने यो भित्र पनि ठाउँ रहेछ हौ यस्तोहरू पनि रहेछ है यस्तो घरहरू पनि रहेछ त्यो जाडो छ यार यो चाहिँ पोट्याटो अन्त आलु अब यहाँको चाहिँ सक्यो ल यहाँको सक्यो यो चाहिँ फर्सी है साथीहरू पाकेको फर्सी खानुपर्छ अरे नि त अनि हामीले पनि लिएर आएको न है साथीहरू हामीले के किनेर लिएर आएको छौँ भनेर देखाउँदैछु यो चाहिँ चिकन है सिङ्गो कुखुरा सिङ्गै छ यो जिउ कस्तो छ नेपालको जस्तै लोकल रे यो चाहिँ मिठै हुन्छ तर अस्ति पनि लिएर खाएको छौँ यसको प्राइस ठिकै छ धेरै पनि पर्दैन है त्यही 300-400 जति पर्छ हामी दुईजनालाई 2 छाक हुन्छ अब अनि यो चाहिँ आलु है यो चाहिँ 1 केजी आलुको 200 कति सामान लिएर आएको छौँ कति सामान लिएर आएको छौँ बिस्तारै भन्नु न यो चाहिँ रोटी खानलाई आटाको पिठो बिस्तारै भनेको अलिक ढिलो बोल्नु भनेको चाहिँ यो चाहिँ तोरीको तेल लिएर आएको मैले है अब भोलिपर्सि यहाँ ल्याउनु पऱ्यो नि त अनि नि साथीहरू अरू मैले यस्तो जाडोमा पनि मलाई दही खान मन लागेर दही पनि लिएर आएको धेरै दिन भयो नि त मैले दही नखाएको त्यही हो अनि हाम्रो फेभरेट नुडल्स 2 प्याकेट चाउमिन अनि अर्को यो चाहिँ के अरे तिल यो चाहिँ तिल अचार खानलाई के तिल मिठो हुन्छ नि त मेरो साथीले चाहिँ अस्ति नै नेपालबाट लिएर आउनु भएको थियो के आउँदाखेरि सक्यो नेपालबाट लिएर आएको अनि हामीले यो सुप्पाबाट लिएर आएको अर्को चाहिँ हलुवा खानु पऱ्यो हामीलाई फेरि सुजी यति सुजीलाई कति लिन्छ 300 तर महँगो रहेछ सुजी खान्छ नेपालमा भन्दा चाहिँ अब यो चाहिँ हाम्रो 2 केजी प्याजको प्लास्टिक छ के देखाउनु साथीहरूलाई प्याज चाहिँ 2 केजी लिएर आएको नि त बुझ्नुहुँदैन अनि यो सुकेको खुर्सानी लिएर आएको छौँ अनि अरू चाहिँ तेल लिएर आएको छौँ अनि यो दुध के मेरो साथी विपना छ नि त उसलाई चाहिँ दुध चिया बेसरी मनपर्छ के मिल्टी भन्छ है उसकै लागि हो यो मैले खाँदैन नि त अनि अर्को के छ भने हाम्रो मेन हुनुपर्ने सामान छ के यो चाहिँ 5 केजी राइस चामल हो के यो इन्डियन बासमती चामल छ हामी दुईजनालाई चाहिँ अर्को चामल नै छ त्यहाँ मिसाएर खानालाई लिएर आएको हामीले यति नै है अर्को त केही नै छैन हाम्रो यति हो के आजको हाम्रो काम के ल साथीहरू हामीले आज सुप्पा गएर के सामान किनेर लिएर आयो भन्ने कुरो सब देखाइसकेका छौँ हाम्रो भिडियो पनि हेर्दै गर्नुहोस् होला हामी पनि अब यो भिडियो बनाउन लाग्यो कहिले यसो भिडियो बनाएर देखाउँ तपाईँहरूलाई भनेर
अब म फेरि एकचोटि देखाइदिन्छु है हामीले लिएर आएको सबै सामानहरू। अघि भर्खरै लिएर आएको फर्सीलाई चाहिँ हामीले बोइल गरेर खाइसक्यो। अनि यो कुखुरा चाहिँ सिङ्गै लिएर आएको छ नि त। अनि यसलाई चाहिँ कसरी काट्ने होला भनेर सोचिरहेको छु के। काट्ने चाहिँ कसरी काट्ने हो कि साथीहरू, खाना चाहिँ मिठै हुन्छ। अब कसरी काट्ने ल साथीहरू, हामीले चाहिँ यो सिङ्गो कुखुरालाई चाहिँ यस्तो गरेर काट्दैछौँ कि हाम्रो काट्ने स्टाइल के अघि कसरी काट्ने भनिरहेको थियो नि त। हामीले चाहिँ अब यसरी काटिदियो के। साथीहरू, हाम्रो किचनमा आज चिकन पाक्दैछ यहाँ। गाइज हामीले यस्तो मासुको मिठो सुप बनाएर खान लाग्छौँ है। हेर्नुहोस् त साथीहरू, आज हामीले यति धेरै सामान किनेर लिएर आएको छौँ के। आज चाहिँ हाम्रो छुट्टीको दिन थियो हामी दुईजनाकै। अनि हामी चाहिँ सुप्पातिर गएर हामीलाई किचनमा चाहिने सामानहरू किनेर लिएर आएको छौँ। यति धेरै सामान बोकेर ल्याउन नि हामीलाई अलिक गाह्रो भएको थियो, हात दुखेर। यो चाहिँ लगभग हाम्रो 1 मानको है, 1 मानको सामान यति आउँछ जापानमा। साथीहरू के गर्नु, सब कुराहरू महँगो छ हो, महँगो छ। 5 केजी चामलै पर्छ 4-5 हजार होइन। ल यति हो के हामीले आज लिएर आएको सामानहरू तपाईहरूलाई देखायो। अब चाहिँ म यो के अरे भिडियो इन्ड गर्न चाहन्छु के। बाई बाई साथीहरू, फेरि भेटौँ ल।